नमस्ते साथीहरू, स्वागत छ आजको यो शुभ बिहानीमा। आजको यस भिडियोमा हामीले फेरि पनि अर्को एउटा नयाँ टिप्स अथवा ट्रिक्स हेर्नेछौँ। आजको यस बिहानीमा हामीले कुनै पनि इमेजबाट चाहिँ कसरी टेक्स्टमा कन्भर्ट गर्ने अथवा कुनै पनि फोटोमा भएको हेर्नुहोस् त यो कन्टेन्टलाई, यो टेक्स्टलाई कसरी ग्र्याब गर्ने टाइप सारांशमा भन्नुपर्दाखेरि चाहिँ टाइप नगरिकनै कुनै पनि फोटोमा भएको टेक्स्टलाई चाहिँ कसरी सफ्ट कपीमा बदल्ने त्यसबारेमा हेर्नेछौँ। लागौँ है त। सर्वप्रथम यहाँ हेर्नुहोस् त, मेरो डेस्कटपमा एउटा फोल्डर छ, यो रफ भन्ने। यहाँ मैले पहिले तयारी गरेर राखेको छु एउटा फोटो अथवा इमेज। यो इमेजभित्र हेर्नुहोस् त, मैले अघि बोलेरै टाइप गरेको हो, मैले यो टाइप गरेको होइन। यस बोलेरै कसरी टाइप गर्ने भन्ने कुरा हजुरलाई चाहिएको छ भने भिडियो हेर्न सक्नुहुनेछ। यहाँ माथि आई बटनमा म त्यसलाई राखिदिनेछु। अब यहाँ हेर्नुहोस् त, यो फोटो हो, यो फोटोमा टेक्स्ट छ। यो टेक्स्टलाई कसरी निकाल्ने त, सफ्ट कपी कसरी बनाउने हेरौँ है त। एकदम सामान्य छ, सजिलै गर्न सक्छौँ है त। हेर्नुहोस्, मैले क्लोज गरेँ। म मेरो ड्राइभमा जान्छु, drive.google.com खोलेँ। त्यसपछि यसलाई मैले डिलिट गरेँ। यो मैले अघि सुरुमै एकचोटि ट्राई गरिसकेको हो तपाईँहरूलाई देखाउनुभन्दा पहिला। न्यूमा गएँ, सिम्पली फाइल अपलोड, किनभने त्यो मेरो फाइल हो। मैले यहाँ चुज गरेँ, अपलोड हुँदैछ, अपलोड भयो। अपलोड भएपछि मैले रिफ्रेस गरेँ। रिफ्रेस गरेपछि यहाँ हेर्नु त, यो फोटो देखा पऱ्यो नि त है। यो फोटो हो नि त। ओपन गऱ्यो भने यो के हो त, यो फोटो हो। तर अब मलाई टेक्स्ट चाहिएको छ, राइट क्लिक गर्ने, ओपन विथ गुगल डक्स गर्ने। एकदम इजी छ, सजिलो छ। धेरैले यो जान्नु पनि भएको हुनसक्छ, तर नजानेको साथीहरूलाई चाहिँ यो प्रभावकारी हुनसक्छ। यहाँ हेर्नुहोस् त, यो माथिल्लो भागमा फोटो छ, तल हेर्नुहोस् त, के आयो त, टेक्स्ट आइसक्यो। ल हेर्नुहोस् त, यो हामीले टाइप गर्नुपर्ने हुनसक्थ्यो भने टाइप गर्नु पर्दैन। अहिले त यो छोटो टेक्स्ट राखेर मैले उदाहरण मात्रै देखाउन खोजेको हुँ। तर हजुर इमेजिन गर्नुहोस्, यदि हजुरसँग चाहिँ 100 पेजको किताब छ, 200 पेजको किताब छ अथवा स्क्यान डकुमेन्ट छ भने चाहिँ त्यसलाई कति सजिलै हजुरले चाहिँ के गर्न सक्नुभयो त, सफ्ट कपीमा बदल्न सक्नुभयो। आशा छ यो भिडियो मन पर्नेछ। मन परेको खण्डमा चाहिँ लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। हजुरहरूको एक लाइक, सेयर, सब्सक्राइबले चाहिँ हजुरहरूलाई पनि अनि अन्य नजान्ने साथीहरूलाई पनि सहयोग हुनेछ र मलाई पनि सहयोग हुनेछ। मैले यो भिडियो हजुरहरूलाई बनाएको हो। हस्त, धन्यवाद, शुभ दिन। फेरि भेटौँला अर्को कुनै भिडियोमा। यस्तै टिप्स एन्ड ट्रिक्सको लागि कृपया सब्सक्राइब गर्न नबिर्सिनुहोस्। हस्त, धन्यवाद।